यहाँ हुनुहुन्छ अरुण नदी खत्री हुनुहुन्छ। म यहाँलाई स्वागत गर्न चाहन्छु। हजुर, धन्यवाद। हजुर, तपाईँलाई मैले कसरी कुन रूपमा मैले बोलाउँदा हुन्छ, जस्तै समीक्षक अथवा चाहिँ लघुकथाकार अथवा साहित्यकार अथवा कुन रूपमा बोलाए हुन्छ जस्तो तपाईँलाई लाग्छ दाजु? मलाई साहित्यकारै ठिक लाग्छ। साहित्यकार हुनु त साहित्यकारभित्र होइन, अब सबै साहित्यकर्म भित्रै सबै पर्ने भएको हुनाले समीक्षा लेख्ने काम अनि लघुकथा लेख्ने कविता लेख्ने सबै पर्ने भएको हुनाले भनेपछि तपाईँलाई चाहिँ साहित्यकार भन्दै तपाईँलाई खुसी त्यसै भन्नुहुन्छ होइन। त्यसपछि तपाईँ त एउटा सरकारी जागिरे हुनुहुन्थ्यो, अहिले त सेवा निवृत्त हुनुभयो। कति वर्ष जति केमा काम गरेर अहिले सेवानिवृत्त हुनुभयो दाजु? मैले सुरुमा भवन विभागमा काम गरी। हजुर, कति साल? 47 सालदेखि हजुर कति भनी हजुर 50 सालसम्म 3.5 वर्ष। हजुर, त्यहाँबाट रक्षा लेखा यन्त्रको कार्यमा 53 वैशाखसम्म 2.5 वर्ष काम गरी। हजुर, त्यहाँबाट युवा खेलकुद तथा संस्कृति मन्त्रालयमा 54 कार्तिकसम्म 1.5 वर्ष गरी। त्यहाँबाट भूमि सुधार तथा व्यवस्थापन मन्त्रालयमा चाहिँ 8 वर्ष 8 महिना गरी 54 मङ्सिरदेखि 63 साउनसम्म। 63 साउनदेखि लोकसेवा आयोगमा गई 70 असोजसम्म बसी 7 वर्ष 2 महिना। त्यसपछि लोकसेवा आयोगबाट म अध्यागमन कार्यालय एयरपोर्टमा 2 वर्ष 10 महिना बसी। त्यहाँबाट प्रमाणीकरण यन्त्रको कार्यालयमा 4 वर्ष 1.5 महिना बसी। त्यहाँबाट सेवानिवृत्त हुनुभयो। सेवानिवृत्त भनेपछि जम्मा जम्मी तपाईँको सेवा अवधि चाहिँ कति वर्ष पुग्यो दाजु? सरकारी जागिर मैले 30 वर्ष 1 महिना 7 दिन खाएँ। तपाईँ साहित्य सृजनामा कति सालतिरबाट सुरु गर्नुभयो दाजु? मैले 37 सालमा 8 कक्षामा पढ्दा हजुर रेडियो नेपालको बाल कार्यक्रमबाट सुरु गरेको। भनेपछि बाल कार्यक्रम सुन्थी। घर आइपुगेपछि हजुर खाजा साजा खाएर सकेपछि 5:30 बजेदेखि 6 बजीसम्म 2 1 2 2 2 4 भन्ने गीतको धुन आउँथ्यो। त्यो धुन साह्रै मन पर्थ्यो मलाई। अनि बाल कार्यक्रमबाट लेख्न सुरु गरेँ। भनेपछि तपाईँ अहिले लेख्दै गर्नुभएको साहित्य विधाका विधाहरू भनौँ न, कुन कुन विधा? जस्तै हजुर टुक्का कविता, हजुर नयाँ, अनि कहिलेकाहीँ कविता, हजुर कहिलेकाहीँ बालकथा, कहिलेकाहीँ लघुकथा, कहिलेकाहीँ कृति समीक्षा, यिनै हुन्। यही नै हुन्। भनेपछि गीतहरू मुक्तकहरू चाहिँ लेख्नुहुन्न? लेख्दिनँ। भनेपछि निबन्धहरू पनि लेख्नुहुन्न? निबन्ध नि खास 3टा बाहेक लेखेको छैन अहिलेसम्म। भनेपछि अनि दाजु तपाईँ जस्तै तपाईँको लेखन नि, जस्तै समीक्षा लेखन होस् अथवा चाहिँ यता लघुकथा कुनै पनि तपाईँलाई मनपर्ने विधाहरू लेख्ने क्रममा जस्तै यो दिनको बिहान दिउँसो बेलुका अथवा राति कुन समयलाई तपाईँलाई उपयुक्त लाग्छ? र मलाई हजुर बिहान र दिउँसो नै उपयुक्त लाग्छ। बिहान अनि दिउँसो। हजुर बिहान अनि दिउँसो। भनेपछि राति त लेख्दिनँ, बेलुका त लेख्दिनँ, बिहान र दिउँसो। अनि लेख्ने भन्दा अगाडि तपाईँ के कुनै पुस्तकहरू पढ्नुहुन्छ, अध्ययन गर्नुहुन्छ अथवा के छ? अध्ययन गर्छु। भनेपछि पुस्तकहरू पढ्छु, यसो खोजी पढ्छु। पक्कै पनि पुस्तक जुनसुकै पुस्तक पनि ज्ञानवर्धक नै हुन्छ होइन दाजु? अनि धेरै थोरै सन्देश किताबमा हुन्छ, त्यो आफ्नो ठाउँमा छ होइन। नेपाली साहित्यकारहरूमा तपाईँलाई मनपर्ने को हुनुहुन्छ? अब धेरैजना हुनुहुन्छ, जसमध्ये अब सबको नाम त लिन सकिँदैन। डाक्टर विष्णु विभु घिमिरे, अनि त्यसपछि कवि मन्जुल, अनि त्यसपछि के अरे राष्ट्रकवि माधव घिमिरे, अनि त्यसपछि हाम्रो के अरे नाम भनिदेखि न कवि प्रहलाद पोखरेल, उनीहरू, अनि रमा शर्मा दिदी, माया ठकुरी दिदी, अनि त्यसपछि हाम्रो भागीरथी श्रेष्ठ दिदी, वियोगी बुढाथोकी दाईहरू मनपर्छन्। अनि उहाँहरूको कृतिहरू त तपाईँ पढ्नुहुन्छ है? सब पढ्छु। अनि तपाईँलाई के अरू जस्तै साहित्य लेखन बाहेक अरू
जस्तै अरू केही तपाईँलाई मनपर्ने केही चिज छ जस्तै गीत गाउने नाच्ने अथवा केही छ गीत सङ्गीत सुन्ने मात्र गीत सङ्गीत सुन्न पुराना सदाबहार गीत सुन्न मजा लाग्छ पुराना गीत हजुर तपाईँको अहिले तपाईँको दैनिकी अहिले तपाईँ सेवा अवकाश प्राप्त हुनुहुन्छ तपाईँको दैनिकी कसरी चलिरहेको छ दाजु दैनिकी अब बिहान यसो मर्निङ वाक निस्किन्छु अनि घर आएपछि यसो पढ्ने गर्छु यसो भएका किताबहरू अनि त्यसपछि दिउँसोमा लेख्छु यसो दिउँसोमा चाहिँ कुनै दिन लेख्न सकेन भने कस्तो भन्ने हुँदो रहेछ लेख्न सकेन तपाईँको एउटा एक किसिमको दैनिकी नै लेख्ने बानी परिसकेको छैन साहित्यिक कार्यक्रम चाहिँ कहिलेकाहीँ जाने सधैँ नजाने कहिलेकाहीँ महिनाको 2 दिनसम्म जान ठिक माने मैले टाढामा कहाँसम्म जानुभएको छ साहित्यिक कार्यक्रमहरूको दौरानमा डाँडा भनौँ चितवन ओखलढुङ्गा नि पुगी ओखलढुङ्गा चितवन सिन्धुली अनि नुवाकोट भनेपछि अब नजिकको यो काठमाडौँ उपत्यकाभित्रको अब नजिक भइहाल्यो होइन नजिक भएको अनि तपाईँलाई त्यही त अघि पनि हामीले कुरा गऱ्यौँ समीक्षा लेख्नुभएको पुस्तकहरूको सङ्ख्या कति 17 पुग्यो है अनि अब तपाईँलाई तपाईँको चाहना निकट भविष्यमा किताब निकाल्ने त्यो समीक्षा सङ्ग्रह निकाल्ने यदि प्रायोजक पाइयो भने चाहिँ निकाल्ने सोच गर्नुहुन्छ जस्तै एउटा ठ्याक्कै त्यसमा मैले जोडेर एउटा प्रश्न सोध्न चाहन्छु दाजु अहिले जस्तै संयुक्त सङ्ग्रह भन्दै जस्तै विभिन्न विधामा जस्तै कविता सङ्ग्रह होस् होइन अनि यो मुक्तक सङ्ग्रह होस् अथवा टुक्का कविताकै होस् होइन यो जसले लेखे उनीहरूले नै यसो पैसा भेला पारेर निकाल्ने चलन छ नि दाजु चलन छ जस्तै के छ तपाईँको जस्तै तपाईँको अब एकचोटि उनीहरूसँग सल्लाह गर्नुपर्ने हो सल्लाह गर्नु हो जस्तै तपाईँको नि 1700 भनेपछि जस्तै आखिरी 100 जनासँग उठाउन सके पनि हो 100 जना हो पक्कै पनि भनेपछि त त्यो त असम्भव त छैन जस्तो लाग्छ दाजु छैन भनेपछि के अहिलेसम्म तपाईँले कुराकानी चाहिँ चलाउनु भएको छ कि छैन दाजु 1500 जनाले त दिन्छौँ दिन तयार छौँ भनेको थिएँ 1500 जनाले त भनेको छन् हो अनि मैले पनि तपाईँलाई अग्रिम रूपमा भनेको छैन खुसी साथ हो एकदमै कसैको प्रलोभनमा नपरिकन ल दाजु निकाल्नुहोस् है उहाँ आफूलाई बरु नाफा चाहिँदैन आफूलाई नाफा चाहिँदैन हो अनि अर्को कुरो तपाईँ यसरी साहित्य अहिले त सेवानिवृत्त हुनुभएको कति वर्ष भयो दाजु म 5.5 वर्ष 5.5 वर्ष तपाईँ कन्टिन्यू यही लेखेको भनेपछि अहिलेको त दैनिकी नै लेखन मात्रै नत्र अफिस जागिर खाँदा दिनौ लेख्न भ्याइन्थेन भनेपछि अब तपाईँको चाहना चाहिँ जस्तै समीक्षा सङ्ग्रह प्रायोजन गर्ने मान्छे अथवा प्रायोजक भेट्दा निकाल्ने सँगसँगै अरू केही तपाईँको योजना अथवा चाहना केही छ दाजु निकट भविष्यमा भेट्यो भने अब निकाल्ने अब भनौँ न प्रायोजक अब एकचोटि खोज दिनु भन्नु पर्ला यसो जसको किताबको लेखेको छु नि उनीहरूलाई एकचोटि आग्रह गर्नु पर्ला अनि तपाईँको आफ्नो व्यक्तिगत सङ्ग्रह चाहिँ अहिलेसम्म कतिवटा निकाल्नु भएको छ छैन एउटा पनि छैन भनेपछि त तपाईँ एकदम अहिले विशुद्ध साहित्य सेवामा भएको छ किनभने यो अर्काको पुस्तक मात्रै पल्टाइ मात्रै हुनुहुन्छ अहिलेसम्म होइन अब आफ्नो पुस्तक चाहिँ अरूले पक्कै पनि त्यो तपाईँको चाहना छैन आफ्नो पुस्तक पनि यसरी अरूले पल्टाइदियो हुन्थ्यो उहाँलाई ठुलो चाहना छ है मेरो तर जीवनी चाहिँ हजुर 6 जनाले लेख्नुभयो आजसम्म हजुर पहिला उज्जवलजी सिधाईले लेख्नुभयो हजुर अनि गोवर्धन पूजाले हजुर अनि अमर अधिकारी प्रमोद स्नेही हजुर अनि कमला देवकोटा माया देवी शर्मा 6 जनाले लेख्नुभयो मेरो बारेमा उहाँले शुद्धै किसिमले लेख्नुभयो शुद्धै किसिमले वास्तविकै कुरा लेख्नु भएको हो र म तपाईँलाई आज मेरो घर भोजपुर हो दाजु म तपाईँलाई भनेको छु पनि र अहिले धरानमा झरेको छु भोजपुर हो त्यहाँबाट म तपाईँलाई विशुद्ध
भेट्नका लागि आएको हुँ, किनभने तपाईँ एउटा साहित्यको एउटा ठुलो एउटा खम्बा जस्तो लाग्छ। एउटा यो समीक्षा गर्नु भनेको चान्चुने कुरो होइन, अनि त्यो हिसाबमा तपाईँ त्यस्तो कर्ममा लाग्नु भएको हुनाले र सँगसँगै मेरो पनि 3वटा पुस्तकहरू छन्। 3वटा पुस्तकको तपाईँले लेख्नु भएको छ। हो त्यो हिसाबमा पनि म तपाईँलाई यो काठमाडौँ उपत्यकाभित्र रहेको बेला तपाईँलाई चस्छ भेट्नु मेरो कर्तव्य ठाने, अनि त्यो हिसाबमा आज म भेट्न आएको हुँ दाजु। ठिक छ दाजु, तपाईँको आगामी दिनमा पनि एकदमै सुख शान्ति एकदमै एकदम स्वस्थताका साथ तपाईँ रहनुहोला र आगामी दिनमा पनि तपाईँको कलम यसरी नै अगाडि बढाइरहनु होला। र अन्तिममा जाँदा तपाईँलाई एउटा प्रश्नमा मेरो छुट्या जस्तो लाग्छ, जस्तै तपाईँको विचारमा अहिलेका तपाईँका भन्दा अनुज साहित्यकारहरूलाई तपाईँ के सल्लाह दिन चाहनुहुन्छ? उहाँहरूलाई हजुर अब भनौँ न अरू साहित्यकारले लेखेको पढिदिनु, हजुर साथै अब अरूहरूले लेखेर हजुर माथि पुग्यो भने पनि हजुर रिस्टा चाहिँ नगर्ने, हो हजुर आफूले पनि परिश्रम गर्दै जाने, हजुर माथि पुग्नेतिर हजुर पुग्ने बाटोतिर लाग्ने, हजुर साथै अरूहरूको किताब चाहिँ हजुर खोजी पढिदिन आग्रह गर्न चाहन्छु। हजुर र अरू बाँकी केही यो प्रश्न सोध्दै हुन्थ्यो जस्तो तपाईँलाई केही लागेको छ कि दाजु? अरू त त्यस्तो लागेको छैन, अब यति नै हो। धन्यवाद दाजु, आजलाई यति गरौँ है दाजु। हजुर, हस् हस् हस्।